हाई नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग। आजको मिनी ब्लग सुरु भयो चाहिँ मेरो सानीको स्न्याक्सबाट है। स्न्याक्समा चाहिँ मैले दिएको थिएँ आज फ्रुट्स, यो ड्रागन फ्रुट्स। उसले पिङ्क कलरको चाहिँ अलिक मजाले खान्थ्यो नि, यो चाहिँ अलिक मजाले खाएन, त्यही पनि अलिअलि खाएन होइन। उसको पेटमा चाहिँ एकदम कब्जियत छ कि यसलाई उसलाई, अनि म यस्तो कुराहरू चाहिँ अलिक दिइराख्छु। उसले कहिले कहिले खान्छ नि, कहिले कहिले खान्न नि, यस्तै हो। अनि म नक्कल हेर्नु खाने बेला मिठो नलागिकन खाएको भनेको रिसाइहाल्थ्यो नि। रिसाउने यति सुपर फास्ट भएको छैन आजभोलि, ओहो। अनि मम्माहरू बाहिर जान खोज्नुभएको, हतार हतार गरेर बाइकमा के अरे स्कुटरमा गएर बस्ने हो कि, ऊ सधैँ यस्तै हो, कोही जानु हुँदैन, विशेष गरी मम्माहरू। अनि त्यसपछि म बाहिर गएर यो अलिअलि खोर्सानी फल्या, एउटा बोट दुईवटा बोट चाहिँ फल्या मेरो, अलिअलि टिप्ने बेला भएको थियो। यो पाकेको मैले टिपेँ, धेरै छ खोर्सानीहरू, फल्दैछन् छन चाहिँ होइन, तर घामहरू अलिक तल नलाग्ने भएर त्यति धेरै चाहिँ होइन, जस फलिरहेछन् अलिअलि। यति चाहिँ फलेछ आज, टिपेँ मैले, यति टिपेर ल्याएँ। यो पाके टिप्दै बट्टामा हाल्दै गरिरहेको छु मैले। यो बोट पनि कस्तो मजाले फल्न लाग्छ, तर सबै फुल झरिरहेछ अहिले, खोइ के परौ। त्यसपछि छोरीको चटक सुरु भयो यहाँ, फेरि के गर्नु, छाता ओढ्ने स्टाइल, छाता खोल्दै भने रिसाउने, यसरी ओढ्दै हिँड्ने, यसरी बोकेर हिँड्ने है, सकिँदैन बाबा अहिलेको बच्चाहरूसँग। दिनभरि यस्तै, म त अघि र पछि गर्दै दिन बित्छ मेरो। यहाँसम्म आइपुग्नुभयो भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट पनि गरिदिनु होला। अनि बेलुका नानीलाई फेरि घर ल्याएर राखेर चाहिँ म चाहिँ सब्जीहरू लिन लागेको है। सब्जीमा चाहिँ मैले आज कति धेरै सब्जी लिएर आएको छु कि, नानीलाई लिएरै गएको म यहाँ। अनि यति धेरै सब्जीहरू लिएर आएको छु नि मैले आज। यो आलु प्याज भएको दिन त कति धेरै ल्याउनु पर्छ क्या बोकेर है, तर दिदीसँग स्कुटरमा गएर लिएर आएको। धनियाँ, यो चाहिँ फ्रीमा आएको धनियाँ, टमाटर है, सबै कुराहरू लिएर आएँ मैले। अनि तामा, मलाई बोडी र तामा कस्तो खान मन लागिरहेको थियो, अनि त्यही भएर मैले तामा लिएर आएँ। म यसको रेसिपी त न जस्ट पकाएको चाहिँ राख्छु। अनि यो मेवाहरू, अनि ब्रोकाउली, काउली, काँक्रो, यस्तै हो। थ्याङ्क्स फर वाचिङ, प्लिज सब्सक्राइब।